प्रिय मुटु, तपाईँ प्रतिको माया कहिल्यै घट्ने छैन, न समयसँग न परिस्थितिसँग न उमेरसँग। मैले कुराहरू बुझ्न नसकुला, शब्दहरूमा भन्न नसकौँला, तर माया सोचेको भन्दा बढी गरेको थिएँ, गरिरहनेछु। भलै हामी दूरीको हिसाबले टाढा नै किन नहोस्, मेरो बिहानीको सुरुवात तपाईँसँगको फोन कलबाट हुने गर्छ। मेरो दैनिकी पनि तपाईँलाई नै सुनाएर हुने गर्थ्यो। म रुँदा हाँस्दा अनि जस्तो सुकै अवस्थामा पनि सँगै हुने गर्थ्यौँ। तर आज एकादेशको कथा जस्तो लाग्छ, किनकि समयसँगै तपाईँ परिवर्तन हुनुभयो। मलाई बुझ्न थियो, बुझ्नुभयो, सुन्नु थियो, सुन्नुभयो, अनि मन भरियो, पाइला मान्नुभयो। किन मुटु, किन? मैले हाँस्दै सुनाएको थिएँ मेरो जिन्दगीको व्यथा, तर कोही रुँदै गए आधा सुनेर, कोही कही पुरा सुनेर, काश कोही त मेरो भइदिएको भए अझै सुनेर बसिदिने। जसले पनि जति आदर्शका कुरा गरे पनि वास्तविकतामा धेरै फरक हुने रहेछ। जस्तो कि म अनि मुटु, अनि मुटु भनिरहँदा नजिकिने है। तपाईँलाई नै भनेको, साँच्चै मलाई होइन नठान्नुहोस्, नझुक्किनुहोस्। आजसम्म दुःखमा दिन काट्दै आएँ, सुखसँग डर लाग्दैन मलाई, अनि दुःखसँग पनि डर लाग्दैन, किनकि जिन्दगीले सुखसँग भन्दा धेरै दुखाइसँग जीवन जिउन सिकाएको छ मलाई। अब त दुःख पनि आफ्नै प्यारो मान्छे झैँ लागेको छ, आफ्नै प्यारो मान्छे झैँ भएको छ। कुनै गुनासो छैन, जिन्दगीदेखि म हिम्मत नहारी आफ्नो कदम चालिरहनेछु। कतै थाकेछु भने दुःख बिसाउने चौतारी बनिदिनु है। माया त्यो रहेछ, लाखौँ कोसिस गर्दा पनि आफ्नो बनाउन सकिँदैन। कोही मान्छे किन यति धेरै प्यारो लाग्छ, आफूलाई बोलिन्छ तर उसलाई बोल्न सकिँदैन। त्यो तपाईँ हो मुटु, त्यो तपाईँ हो। एक्लोपनको यो सहरमा म आफ्नै छायासँग बोल्छु, सबैलाई हाँसो बाँड्दै हिँड्छु, तर रात पर्दा चुपचाप रोइरहन्छु, फेरि देखाउन पनि सक्दिनँ। मैले मेरो आँसु देखाएँ भने मलाई बल्ल खाइस भन्नेहरूको भिड हुन सक्छ, किनकि यहाँ नजिक बनेर दूरबाट काखी ठोक्नेहरू कहाँ कमी पाइन्छ र है, कहाँ कमी छन् र यहाँ। अरूले मन दुखाउँदा पनि तपाईँलाई सुनाउने गर्थे, आज तपाईँले नै मन दुखाइदिनु भयो। भन्नु न मुटु, अब म कसलाई सुनाऊ मेरो मनको व्यथा अनि कथा, कसलाई सुनाऊ? खैर केही छैन, जिन्दगीको दौडानमा फेरि भेट होला नहोला, तर माया सम्झना सधैँ रहनेछ मनमा, सधैँ रहनेछ मनमा। आफ्नो कर्म गर्नु नै छ जहाँ हुनुहुन्छ, जस्तो सुखी हुनुहुन्छ। आफ्नो कर्म गर्नु नै छ जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ। खुसी हुनु सधैँ, कहीँ कतै मेरो याद आयो भने फर्केर हेर्नु, म
म सँगै हुनेछु मुटु। मैले सम्बन्ध जोडेपछि छुट्न कहिले पनि जानिनँ। मेरो भोगाइले तपाईँलाई अनि तपाईँको भोगाइले मलाई हाम्रो सङ्घर्षको कथाले नजिक बनाएको सम्बन्ध थियो मुटु। जति दिन मनको सामिप्यता थियो खुब मिठो थियो। सदा खुसी रहनु, सुखी रहनु, सधैँ यही मागिरहनेछु तपाईँको लागि अनि तपाईँको मुटुले। नमस्कार, म विवश आज पनि तपाईँलाई एउटा कथा लिएर उपस्थित भएँ, जसको लेखक हुनुहुन्थ्यो सुनिता पाण्डे। परदेशबाट कस्तो लाग्यो जस्ता तस्तै कमेन्ट गर्नु भने नभन्नुहोला। म चाहिँ व्यवसायबाट बिदा हुन चाहन्छु। तपाईँसँग पनि गजल कविता कथा छन् भने मेरो आवाज भर्न चाहनुहुन्छ भने मलाई प्रेसित गर्नुहोला। मैले आवाज भर्ने कोसिस गर्नेछु। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई मनग्गे आभार व्यक्त गर्न चाहन्छु। अवस्था अर्को वसाइमा फेरि भेट्नेछु। तपाईँको हरेक पल शुभ रहोस्, सुखद रहोस्।